के साह्रो ढुक्क परेर बसेको मेरो बुढी हिउँदो लाग्यो भन्दा पनि चौरीमा पर न। सो गाइस आज हाम्रो घरमा नयाँ रुम थपिँदैछ हो। अन्त के कस्तो रुम हो त्यो हेर्दै जाउँ है। तपाईहरुले यो भ्लगको लास्टमा या त अर्को भ्लगमा देख्न सक्नुहुनेछ। आज एकै दिनमा त बनिन्छ जस्तो लागेन। यो हाम्रो बाबा र मम्मीको रुम हो। यो रुममा चाहिँ आज नयाँ अपडेट हुन्छ गाइस। बाबा र मम्मीको रुममा हामी नयाँ अपडेट गर्दैछौँ यो पाली। सो यस हेलो एन्ड नमस्ते सबैजनालाई। वेलकम ब्याक टु अनदर एपिसोड अफ लभ द ब्लग्स। All vibe with good style. Watch Love the Vlog with Big Smile. So त्यसरी नै ब्युटिफुल पिपल न्यू डे न्यू ब्लगमा तपाईहरुलाई स्वागत छ। यहाँ बोरीसँग काइरब मसँग प्रलभ छ। सायदै फर द फर्स्ट टाइम हामीले ब्लग स्टार्ट गरेको छौँ दुईजना बेबीसँग यो च्यानलमा, हाम्रो लभ द भ्लग च्यानलमा। अन्तको सपोज हाम्रो ट्विन्स भएको भए हाम्रो हालत के हुन्थ्यो होला मामु? कस्तो यस्तै बाप भ्याइ नभ्याइ बाप रे। प्रलभ खुसी हुन्थ्यो। प्रलभको दादा त सेम भएको तर एउटा कुरा यति साह्रो बदमास दुई र मलाई मेरो छोराले हिर्कायो नि, डोडो हिर्कायो। गाइस आइया आथा त सबै भुलिनु पर्छ हामीले। मेरो ढोक्सी चाहिँ गाइस सपोज ट्विन्सको मम्मी भएको भए मेरो ढोक्सी चाहिँ यतिको लु थिएन, झनै खुट्टे हराउँथेछ सुँगुरको बच्चाहरू जस्तै। अन्त दुध चाहिँ यति साह्रो गाइस दुईजनासँग। आम्मामा काइरबले भाइलाई बदमास सिकाएर केही छैन। एउटाले जे गर्यो त्यही, एउटाले जे चाहियो त्यही। जिन्दगी के भयो मामु हाम्रो त? काइरब भाइ खोइ काइरबको भाइ खोइ भाइ खोइ दाजुभाइ भाइ अघि माया खोइ। सो गाइस जिन्दगी चाहिँ दुईजना किटुपाईहरूसँग हाम्रो बितिरहेछ फिलहाल। दिन यति गाह्रो, एकैजनाले त टुप्पीबाट धुवा निकाल्दै थियो, अहिले त पिनबाट पनि धुवा निकाल्दैछ दुईजना भएर। यहाँ यस्तो छ अब यतिकै छ। बाई कहाँ पिरा बेच्नु गएको? हुन्छ यो पूजामा चलाउने पिरा। प्रलभ दादा के गर्दैछ? अब अर्को चलायो के गरेको हो? सो त्यही भिडियो पिपल आजको थम्बनेल र कन्टेन्ट हेरेर पाइसक्नु भएको छ होला आजको ब्लग के छ भनेर। त्यही छ पछाडि ब्याकग्राउन्डमा झ्याको आवाज आइरहेछ। आज हामीले घरमा नयाँ रुम थप्दैछौँ। के रुम थप्दैछौँ, कस्तो रुम थप्दैछौँ त्यो चाहिँ तपाईँले यो ब्लगको यु गाइस आर राइट अन्तमा याद पाउनुहुनेछ। हिंसानो दिइहाल्नु कस्तो के साह्रो ढुक्क परेर बसेको मेरो बुढी हिउँदो लाग्यो भन्दा पनि चौरीमा पर न। सो गाइस आज हाम्रो घरमा नयाँ रुम थपिँदैछ हो। अन्त के कस्तो रुम हो त्यो हेर्दै जाउँ है। तपाईँहरूले यो भ्लगको लास्टमा या त अर्को भ्लगमा देख्न सक्नुहुनेछ। आज एकै दिनमा त बनिन्छ जस्तो लागेन, किनकि कुनै पनि रुम एकै दिनमा बनिँदैन है। अन्त यहाँ दुईजना यसरी मिल्छ। अरूको नानीहरू त सायदै लाखमा पर्छ होला, सायदै आई डोन्ट नो है। तर हाम्रोहरू चाहिँ साह्रै लाखमा पर्दैन, पुरा मिल्छ। हजुर अन्त गाइस तपाईँहरूलाई देखाउने छु कुन चाहिँ रुममा के हुन्छ भन्दा यो हाम्रो बाबा र मम्मीको रुम हो। यो रुममा चाहिँ आज नयाँ अपडेट हुन्छ गाइस। बाबा र मम्मीको रुममा हामी नयाँ अपडेट गर्दैछौँ यो पाली। त्यसले गर्दाखेरि गाइस यो भ्लग एकदमै रमाइलो हुन्छ होला जस्तो लाग्दैछ। सो आज हामी के न के चाहिँ बनाउँदैछौँ यो बाबाहरूको रुममा, त्यो चाहिँ तपाईँहरू भ्लगको अन्तमा याद पाउनुहुनेछ। सो फिलहाल तपाईँहरूलाई अपडेट दिइहाल्छु है। यहाँ हाम्रो बाजे दाजु भन्नु त होला
हाम्रो बाजेलाई सबैले निक्नेम बाजे भनेर यता हेरिदिनु न बाजे यङमै बाजे भइगयो रियल बाजे चाहिँ त्यहाँ हुनुहुन्छ हो अब उसको के बनिँदैछ आज त्यहाँ एकदम एक्साइटेड बाबा एक्साइटेड के बनिन्छ यहाँ बाबा आज बैदार गर्नुहुँदैछ यहाँ हो त्यही भिडियो भोक लाग्यो केही कुछ खान्छु अन्त भेटौँ ल अन्त रुम कहाँ बनिन्छ त्यो पनि देखाइदिएको छु कस्तो खालको बनिन्छ त्यो चाहिँ हेर्दैछौँ है त हुन्छ अब हाम्रो रुमको यहाँ फर्स्ट फाउन्डेसन लाग्दैछ यहाँ अरूले सिमेन्टको फाउन्डेसन गर्दा हामीले बिमको फाउन्डेसन यहाँ चट्टै पाराले हेर्दै जाउँ के कसो बनिन्छ यहाँ रुम है के गर्नु ब्युटिफुल भित्र पैसा छैन टन्नै पैसा भएको भए त यसो इटा सिटाले लाएर एउटा मजाको रुम निकाल्ने इच्छा थियो जे पनि बनिन्छ आज यहाँ तर महात्मा गान्धी टक्स महात्मा गान्धी नभएको खण्डमा हामी जुगारको टेम्परेरी बनाउँदैछौँ पछि कमाउने दह्रो भएर बनाउला दह्रो गोल्डन कलरको रुम बनाउने जे पनि बनिन्छ आज त्यो चाहिँ फ्युचरमा गोल्डन कलर लाएर बनाउने हो यहाँ हाम्रो मिस्त्री दाजु अनुहार लुक्कै यहाँ काम गर्दैछ तर आजकलको मिस्त्री मान्छेहरू पनि कस्तो खालके भन्नु न भन्नु बाजे अब पहिला बत्ती पर्खिनु पर्थेन नि त अहिले त बत्ती छैन भने त अन्त पोल्ट्री कुखुरा पनि तर्पिन्छ हाम्रो मिस्त्री दाजुहरू पनि तर्पिँदो रहेछ मैले याद पाएको आज बत्ती गयो भने त फेरि काम छैन नि है हाम्रो फर्स्ट फाउन्डेसन गयो गाइस रुमको सो हेर्दै गरौँ यहाँनिर चट्टै काम हुँदै गर्छ अन्त के कसो हुन्छ म तपाईँहरूलाई टाइममा अपडेट दिँदै गर्छु है त नयाँ हुनुहुन्छ भने डु लाइक सेयर सब्सक्राइब टु अवर च्यानल लभ द भ्लग्स सो अब चाहिँ हाम्रो आधी उधी बनिसकेको छ अघि फाउन्डेसन थियो अहिले फेरि यहाँ वाल लाग्दैछ के कसो बाजे वाल लागेको होइन यो अन्त अब अघि फाउन्डेसन गयो दह्रो गयो यो फाउन्डेसन हो गाइस हाम्रो रुमको हो अब यहाँ वाल ड्याङ ठोक्नु हुँदैछ हाम्रो बाजुले सो हेर्दै जाउँ के कसो बनिने रहेछ यो रुम फिलहाल यसको इन्कम्प्लिट लुक्स चाहिँ यस्तो छ इन्कम्प्लिट लुक्स हो यो सट्टै पाराले बनिँदैछ गाइस बनिसकेर हेर्नुहोस् होला तपाईँलाई मजा आउनेछ जस्तो लाग्यो म चाहिँ यहाँ दिउँसो भोक लागेर बिहानदेखि खाना खाएको छुइनँ दुईवटा भुडुमहरू हेर्नुपर्छ त्यसले गर्दाखेरि भ्याइ नभ्याइ छ हो अन्त फिलहाल म लन्चमा आज बनाउँदैछु फिस सुप बनाउँछ आज म होइन बाहिरको दिनको चाहिँ यस्तो छ अन्त हामीले रोपेको कोपीमा अहिले मजाले फैरिरहेको छ गाइस एकदम दामी भएको छ हाम्रो लन्च हो आज फिस सुपमा चाहिँ मैले अघि भेजिटेबल्स हालेको छु होइन अन्त म चाहिँ एकदम प्लेन खान्छु नि त सबैलाई प्लेनै दिन्छु किनकि ग्रोलपहरूले पनि खान्छ काइरपहरूले पनि खान्छ भनेर चाहिँ मैले प्लेन खालको आज फिस सुप बनाउँदैछु लन्चमा सो त्यही हो घर बसेको बेला सबै काम भ्याउनुपर्छ अब मेरो बुकिङहरू आइरहेछ नाथाङ भेल्लीहरूको लागि त्यहाँ पनि भ्याउनु पऱ्यो अन्त अब घरमा बस्दा चाहिँ मजाले केयर गर्नु पऱ्यो फ्यामिलीको होइन त्यहाँदेखि त अब टुरमा हिँडेपछि त टुरमा गएकै हुन्छ हो मम्मी ड्युटीबाट आइपुग्नु भयो रुम देखेर छक्कै के भएछ मम्मी रुम अर्कै भइहालेछ बार्दा अर्कै देख्दो रहेछ बहिनी टेन्सनले फेरि यहाँ हो के चाहिँ गरे आज बाउ आमाको रुममा भनेर हरेस मानिरहेछ नर्जेन जो यो रुममा के गरेको हामीले एकदम ठिकै यता पूजा कोठा यता कुलकोठा मतलब पितृ कोठा तर यत्रो बार्दा पनि तर कत्रो ठुलो दिएको है यत्रो बार्दा पनि
हामीले सामान चाहिँ मिलाउनु राखेर मिलाउनु नजानेको हो कि म्यानेजमेन्ट राम्रो नभएको मिलाउनु नजानेर तर अब यति भए पनि राम्रो भयो गाइस, किनकि हामीले यो रुम किन बनाएको भन्दा चाहिँ पूजा कोठाको लागि। विशेष गरी हाम्रो पूजा कोठा थिएन, बाबुहरू सुत्ने रुममै थियो, त्यसले गर्दाखेरि हामीले अहिले रुम पार्टिसन गऱ्यो अरे यहाँ पूजा कोठा निकालेको। अब पैसा छैन, त्यसले गर्दाखेरि प्लाइले बारेको पछि भनिहालेको छु मैले तपाईँहरूलाई के को रुम हुन्छ भनेर। सट्टै इटाले बारेको सिमेन्टेल टाइल्स लाएर चाहिँ अब सुनको कलर गर्नु पर्यो मन्दिरमा। अहिले चाहिँ के हो कटकटी अलिक कम्ती छ कि त्यहाँ कटकटी अनुसार गरे पनि यो चाहिँ अन्तको गाइस बल्ल मैले काइरब सुताएँ, प्रलभ तल सुतिरहेको छ, दुईजनालाई अलग अलग सुताउनु पर्छ नभए सुत्दैन। यो रुमको फिलहालको हालत चाहिँ यस्तो छ, फिलहालको लुक्स चाहिँ अघि कस्तो थियो र अहिले चाहिँ यस्तो भएको छ। टक्कै पार्टिसन हो, टक्कै पार्टिसन भएको छ यहाँ मजाको। सो त्यही भिडियो पिपल आजको भ्लग यसरी नै गइँदैछ। डेली भ्लग गर्छु भनेको थिएँ, तर मैले डेली भ्लग चाहिँ एक दिन बिराउँदै गरेको ताकि तपाईँहरूलाई भ्लग हेर्नु अल्छी नलागोस् भनेर है। नभए डेली भ्लग गर्दा तपाईँहरूले डेली हेर्दा अल्छी लाग्छ होला भनेर। अन्त त्यही हो, दिन मजाको भइरहेछ सट्टै पाराले। अन्तको त्यही छ भिडियो पिपल, अब एकछिनतिर भेटौँला। सो गाइस फाइनल लुक आउँदै गऱ्यो हाम्रो रुम चाहिँ यस्तो देखिरहेछ। माथिबाट टक्कै यता पूजा गरेर यता हाम्रो कुल राख्ने, किनकि अब छेत्रीको घर हो, कुल त राख्नै पर्यो, किनकि हाम्रो कुलहरू हुर्किँदैछ। त्यसले गर्दाखेरि यहाँ छ एउटा कुल, अर्को कुल यहाँ हो। मिस्टर कुल यता हेरिदिउँ न हौ, बिजी त्यहाँ के कोटाउनु मान्छेहरू। हजुर काइरब यहाँ छ, उसको बाबाहरू खोइ कहिले आउँछ अब, तर ऊ चाहिँ ढुक्कै छ। उसको बाउ आमालाई चाहिँदैन, बडा बडी बाजे बोजू उसको भाइ छ भने खुसी। फाइनल लुक चाहिँ यस्तो आयो गाइस, हेर्नुहोस् होला बाबाहरूको रुमको। अब यसको बडे रुम कस्तो चाहिँ देख्ने रहेछ, सामानहरू चटक चिटिक मिलाएपछि चाहिँ है। अहिलेको लागि चाहिँ यति नै। सो त्यो पिपल साँझ परिसक्यो, रात परिसक्यो है। अन्तको साँझ पाखाको बेला राम्रो बोल्नु भन्छ, नराम्रो बोल्नु हुँदैन भन्छ। मुखमा लक्ष्मीले बास गरेको हुन्छ अरे, लक्ष्मीले बास गरेको हुन्छ अरे भन्ने एउटा चलन छ। उहिले त छेत्री बाहुनको घरमा साँझबत्ती बाल्थ्यो, आजकल प्राय रेयरली होला त्यस्तो, किन आजकल त प्राय बिल्डिङ छ, साँझबत्ती बाल्ने जग्गा हुँदैन। कतिले बनाएको हुन्छ होला, मलाई चाहिँ इच्छा छ। मेरो चाहिँ कस्तो खालको भने मलाई आफ्नो रीतिरिवाज, हुनु त सबैलाई माया हुन्छ है, सबैलाई आफ्नो रीतिरिवाजसँग माया हुन्छ। माथि तल बनाइछु भने कुनै दिन भगवान्को आशीर्वाद तपाईँहरूको मायाले म माथिको माथि फ्लोर चाहिँ किचनहरू बनाउँदा एकपट्टि चाहिँ माटोकै मजाले इग्राकै बनाऊँ भनेर सोचेको छु। जाने चाहिँ साँझबत्ती होस्, मेरो छोराहरूले पनि देखोस् होइन, उसको पनाती नाति खनातीसम्म देखोस्, जुन हामीले देख्यौँ, जुन जेनेरेसनबाट हामीले आयौँ त्यो पनि पास होस् भन्ने कुरा क्या। अन्त त्यही भएर म भ्लग गर्दैछु। जुन चाहिँ मेरो बाबा मम्मीले पहिलाको कथाहरू गर्नुहुन्छ, हजुरबाले पहिलाको कथाहरू गर्नुहुन्थ्यो, त्यो चाहिँ हामीले भर्चुअली क्याप्चर गरेको छौँ। यो चाहिँ पछिसम्म जेनेरेसन हेरेर जान्छ भनेर। सिधै गाइस हाम्रो सिरवानीदेखि पारीको भ्यूको चाहिँ यस्तो छ। फिलहाल मेरो गाउँदेखि यता चाहिँ हो सिन्ताम, यता चाहिँ हो पारी बर्मेक, अलिक उता तिमीतारकोहरू है। अन्त त्यही छ गाइस, साँझ परिसकेको छ, रात परिसकेको छ। मेरो वाइफ धेरै बिजी यहाँ सब्जी कटिङ सटिङमा। अन्त आज इन हर लभिङ टर्म, इन हर लभिङ वे मलाई भन्नु आएन, मेरो बुढीले आज चिकन खानु मन लागेछ, त्यसले गर्दा तल दोकानमा गएर आज चिकन लिएर आएको। फेरि यहाँ मसरुम छ, मेरो चाहिँ नाम होला, त्यो चाहिँ उनलाई नै खानु मन परेको। मामाको घोडा भान्जाको हिही हो। त्यही भिडियो पिपल त्यसरी नै। अब तपाईँहरूलाई अर्को भ्लगमा भेटौँला है। यो भ्लग यस्तै भयो उस्तो भयो, माइदिनुहोस् होला। फिलहाल बहिनीले बाबाहरूको रुम सफा गर्दैछ, बनिसकेर चाहिँ कुछ यस्तो भएको छ भिडियो पिपल सट्टै पाराले। कस्तो भन्नु अब, यतापट्टि कुल पूजा हुन्छ, यतापट्टि मन्दिर। अन्तको भगवान्ले आशिष दिनुभयो भने माथि त दामी पूजा कोठा बनाउने हो। सो त्यही भिडियो पिपल तपाईँलाई अब अर्को भ्लगमा भेटौँला। यो भ्लग यस्तै बुझ्नु भयो, कस्तो भयो माइदिनुहोस् होला, सब्सक्राइब गरिदिनुहोस् होला। तपाईँलाई अब अर्को भ्लगमा भेट्नुहुन्छ। अन्टिल नेक्स्ट टाइम, पिस।